सुरु हुनुभन्दा अगाडि नै अफ रोड भेट्यो त अनि आम्म आयो बोतल जोगाएको ठुलो परेको बोतल परेछ हेर न सकियो नि हेर ब्याग अहिले ब्याग पुग्नु भएको अरे गाउँ हो यो दयाङ रह्यो खाल्टोमा पर्थ्यो अनि हिँड्नु अगाडि धुलो आउँछ सबै फेरि गाडी लास्टै अग्लो छ है भयो पक्रिनु है राइड सुरु हुनुभन्दा अगाडि नै अफ रोड भेट्यो त अनि आम्म मासु त छ प्लास्टिकमै हाल्नु भएको छ नि होइन हाल्न त प्लास्टिकमै हाल्नु भएको नि होइन ल राम्ररी बस्नु अब भयो तपाईँलाई खोइ त पैसा अनि उतै पाउँछ होला त के तेल यही बाटो पर्छ फोन गर्ने हो दाइ ब्यारेकको तेलै हाल्ने गरेछ ब्यारेकको शाबाश बेटा बहुत त्यही त फोन गरेर ए हाल्ने गरेछ होइन तेल चाहिँ नअटेर पनि के गर्ने फुल छ फुल रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके तेल यहाँ नभएर त्यो रक्सी हो कि तेल हो प्रदेश नम्बर मलाई थाहा छैन गाडीको नम्बर त्यही त भन्नु न प्रदेश नम्बर 10101 फेरि पछाडिको भन्दा हुन्छ त्यो रक्सी जस्तो के बोकेको भने सो अहिले चाहिँ तेल पुरै उभिएछ खोइ ल्याउनु त्यो नगर्नु त्यो पर दोकानमा माग्नुपर्छ कि बिरको ब्याग ल्याउनु खोइ यहाँ ल्याउनु त्यो राखेर यसरी बोक्नु न तपाईँले अनि त्यहाँ माग्नुपर्छ तेल उब्रेर 1,50,000 को यता एकछिन अनि के यो धुन्याउनु भएन होइन अहिले यहाँदेखि बोक्ने हो बिरको होला नि हेर्दिनु छ भने तेल पनि हाल्न त भर्खर हालेको अब अलगत्र होइन हुन्छ भएन अग्लो छ गाडी ल भयो ल काखमा राख्नु हुन्छ
यसलाई बिर्को लाएर ब्यागमा हाल्ने के हो अहिले भोग्ने यति नै हो त हाल्नु न मिलाएर। अलिक बाटो होइन हुन्छ हुन्छ आमा यतिको हुन्छ हुन्छ अब बिस्तारो जानुपर्छ पोकिन्छ कहाँ देउरालीमै हेरौँ ल मासु दादा देउरालीमै ल देउरालीमै होइन सुँगुर त्यहाँ खोजौँ भएन अनि फेरि आउँ न ल तेल उब्रिएको छ हाल्छ तेल उब्रिएको छ भएन अनि तेल हाल्दै कुद्दै गर्नु पर्यो कहाँ छ त बुङ्गुरको मासु काट्नु पनि देखेको थिएँ मैले युट्युबमा आन्टी आन्टी बोल्नु मासु पसल छैन मासु पसल छैन त बुङ्गुर सुँगुरको यता हो ए उता रहेछ राई फ्रेस हाउस आयो पेट्रोल पम्पमा पेट्रोल जोगाएको ठुलो परेको बोतल परेछ हेर न सकियो नि अनि हेर ब्याग अब चुरोट नखानु है पछाडि हुर्रै आउँछ नि चुरोटले है अङ्कल बिम त्यो तनाव भयो त्यो फोहोर छ नि मिनरल बोतल छैन पानीको कस्तो यार तनाव भयो नि यार हेर त पेट्रोल पुरै पोखेर जो ब्याड लक लाग्यो छैन कस्तो धन्न अङ्कलले देख्नु भएर मात्रै केही रहेन यहाँ छेउमा कसको छ उड्ने मेरो ल हेर्नु यति मात्रै ठिक छ मलाई मै छैन खोइ केलाई घिउ बिर्को बस्नु भयो फेरि हेर्नु है भरे फेरि गएर यसो राख्नु भयो भने हुर्रै आउँछ नि फेरि घिउ त ए बोकेको ल एकछिन है ल अन्नपूर्ण एकछिन फाइनली बल्ल बल्ल हिँड्यो हेर छायामा तपाईँलाई कस्तो देखेको यहाँ
टर्ने हो कि कहाँ माथि हो बनाउने चाहिँ यो हो ए म जान्छ होला नि त हिँडेर केमा हेर्दा मिल्छ सो अहिले चाहिँ हामीले गाडी माथि राख्यौँ अनि माथि राखेको छ ए होइन यहीँ हेर्नु मिल्छ अनि उयो वाइफाईबाट सार्नु मिल्छ क्या मोबाइलमा हाम्रो दाइ अनि म हामी चाहिँ खाजा खानु गएको तल भोकले अन्नपूर्ण यस्तै छ है अहिले माथिबाट भ्यू देखाउँछु है ट्यागको सो अहिले चाहिँ भोजपुर भनेको बजार चाहिँ यो हो अन्नपूर्णबाट देख्ने यस्तो छ यो चाहिँ भोजपुर बजार अनि त्यसपछि यता माथिपट्टि चाहिँ यो यता यो भाग चाहिँ सुन्तले डाँडा अनि यो तलको चाहिँ काफ्ले यता हो यो चाहिँ हो काफ्ले उता माथि सुन्तले डाँडा अनि यो चाहिँ भोजपुर बल्ल देख्यो अहिले अघि चाहिँ देखेको थिएन अहिले चाहिँ यसो देखाएको छ घरहरू यो चाहिँ अन्नपूर्ण हो यस्तो चाहिँ अन्नपूर्ण अनि यहाँनिर चाहिँ दाइङ दाइको गाउँ हो यो दाइङ दाइको अनि यो अहिले चाहिँ अन्नपूर्ण बजार सो अन्नपूर्णको बजार चाहिँ धेर छैन थोरै नै छ है यति नै हो बजारहरू राख्नै पर्यो किन रुनु भएको पोलो नानी केमा पर्यो रे नानी के परेको कुल्चा नि तिम्रो नाम सदिक चाहिँ के भुजेल ऊ तिम्रो भाइ हो ए अन्नपूर्ण चाहिँ तिमी हुन त लाटागाडा सबलाई टकेर हानिदिएको मैले
कस्तो भइरहेको छ अन्नपूर्णको चाउचाउ सबैले चाहिँ खाजा खाएर आइयो तातो तातो अन्नपूर्णमा Thanks for watching my video. So hope हजुरहरूले मन पराउनु होला त्यो भिडियो अब चाँडै नै हामी फेरि उता टेम्केको अर्को भ्लग लिएर आउँदैछौँ होप सबैजनाले मन पराइदिनुहुन्छ होला त्यो पनि सो यति भन्दै लाइक सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला सो थ्याङ्क यू बाई